आज हामी इकोनोमिक्सको डिफ्रेन्सिएसनको एउटा पार्ट्स हेर्छौँ। डिफ्रेन्सिएसन अथवा डेरिभेटिभ पनि भन्छ यसलाई है, डिफ्रेन्सिएसन है। सो डिफ्रेन्सिएसनको एउटा हिसाब हेर्छौँ। पास्ट क्वेसन तपाईलाई सोधेको पास्ट क्वेसन छ, के भनेको छ भने चाहिँ फाइन्ड dy बाई dx अफ x स्क्वायर प्लस 3x प्लस 1 अपन x स्क्वायर माइनस x प्लस 1 भनेर दिएको छ। सो यसको सोलुसन हामीले गरौँ है। सो तपाईहरुलाई सबभन्दा पहिला के थाहा पाउनु पर्यो भनेपछि dy अपन dx भनेको के हो भनेपछि यो y भन्ने एउटा फंक्सन हो। हेर्नुस् है, फंक्सनलाई कहाँ लेखिन्छ त, माथि लेखिन्छ भन्ने कुरा थाहा पाउनु पर्यो एउटा है। y भनेको फंक्सन हो, d भनेको डेरिभेटिभ अफ y अथवा डिफ्रेन्सिएसन अफ y भने एउटा कुनै फंक्सन y भन्ने फंक्सन छ, यो एउटा बाकस त के भनौं फंक्सन भनौं। अब dy अपन dx भनेपछि यो फंक्सन एउटा कुनै पार्ट्सलाई सानो एउटा जुन इन्क्रिज हुन्छ त्यो इन्क्रिज हुने पार्ट्स हामीले निकाल्ने अथवा डिक्रिज हुने पार्ट्स है। सो अपनमा dx भनेको छ नि, यो x भनेको यो y भन्ने फंक्सनलाई x को टर्म्समा हिसाब गर भनेको अथवा x को टर्म्समा निकाल भनेको, x को टर्म्समा निकाल भनेको है। भनेपछि y भन्ने फंक्सन छ, त्यो y भन्ने फंक्सनलाई x को टर्ममा हिसाब गरेर निकाल भन्यो है। त्यो तरिकाले हामीले गर्छौं। सो सोलुसन हामीले के गरौँ त, यो फंक्सनलाई y भनेर मानौँ है। लेट y बराबर x स्क्वायर प्लस 3x प्लस 1 अपन x स्क्वायर माइनस x प्लस 1 है। सो हेर्नु त, देन हामीले के गर्नु पर्यो त, डिफ्रेन्सिएट गर्नु पर्यो हैन, अथवा डेरिभेट गर्नु पर्यो। लेख्ने है, हामीले के गर्ने भने त्यही लेख्ने के, डिफ्रेन्सिएटिङ गर्नु पर्यो विथ रेस्पेक्ट, कसको रेस्पेक्टमा, विथ रेस्पेक्ट टु x को रेस्पेक्टमा गर्ने। वी गेट भन्ने हामीले के पत्ता लगाउँछौं त भन्नुस् त, dy बाई dx गर्ने भने dy भनेको के हो त, यो फंक्सन हैन, x स्क्वायर प्लस 3x प्लस 1 अपन x स्क्वायर माइनस x प्लस 1 भन्ने हो नि त। हामीले y बराबर यो फंक्सन मानेको छौं नि, हो कि हैन। y बराबर यो फंक्सन छ हो, y को ठाउँमा अब हामीले के लेख्छौं, यो y को ठाउँमा यो फंक्सन लेख्यौं अपनमा x dx, ठीक छ। अब हेर्नु त, तपाईहरुले डिफ्रेन्सिएसनको एउटा के छ भने चाहिँ फर्मुला छ है, एउटा u इन्टु v छ, एउटा u प्लस v हैन। यो भनेको प्रोडक्ट रुल हैन, यो भनेको सम रुल। अर्को u माइनस v भनेको यो डिफ्रेन्सिएट अथवा डिफरेन्स रुल। अर्को छ u भाइ v भनेको यो क्वेशन्स, QUOTIENT क्वेशन्स रुल अथवा डिवाइड रुल पनि भन्छ है, डिवाइड रुल भन्छ। सो डिवाइड रुलमा के भन्छ भनेपछि माथिको टर्मलाई u मान्ने, अपन हुन्छ, अपन भन्दा माथिको टर्मलाई u मान्ने र तलको टर्मलाई v मान्यौं भने यसको डेरिभेटिभ अफ du अपन dv हैन, du अपन dv गर्दा के हुन्छ भनेपछि के हुन्छ त, अपनमा के हुनु पर्यो, v स्क्वायर हुनु पर्यो है। अपनमा के हुन्छ त, v स्क्वायर हुन्छ, माथि के हुनु पर्यो, v जस्ता जस्तै यो u लाई डेरिभेटिभ गर्ने du माइनस u जस्ता जस्तै dv भनेको डेरिभेटिभ अफ v गर्ने भन्यो, du अपन dx है, du अपन dx dv अपन dx यो गर्ने हो। यो चाहिँ हाम्रो के हो त, क्वेशन्स रुल अथवा डिवाइड रुल हो भने यही रुल अब हामीले कहाँ युज गर्छौं त, यो फर्मुला, यो एक्जाम्पलमा सरी यो के रे, यो हाम्रो यो 3 नम्बरको क्वेशनमा यहाँ युज गर्छौं। सो dy बाइ dx भनेको अब हाम्रो के हुने भयो त, हेर्नु त, यहाँ यो चीज चाहिँ अब हामीले जुन अघि गर्यौं अपनमा v स्क्वायर गरेको थियौं भने चाहिँ v स्क्वायर भनेको के छ त, हाम्रो यो टर्म भनेको हाम्रो v हो, अपनको यो टर्म भनेको हाम्रो के हो त, यो v हो है। अनि माथिको यो टर्म भनेको u हो। सो u अपन v भयो है। सो u अपन v भयो भने अब हामीले के गर्नु पर्यो त, अपनमा v स्क्वायर गर्नु पर्यो। v स्क्वायर भनेको के छ त, x स्क्वायर माइनस x प्लस 1 भनेको v हो, यसको स्क्वायर गर्ने हो। माथि के छ, v
भी जस्ता जस्तै राख्ने एक्स स्क्वायर माइनस एक्स प्लस 1 भी जस्ता जस्तै डी यु बाई डिएक्स थियो होइन डी युको ठाउँमा अब एक्स स्क्वायर प्लस 3x प्लस 1 आयो त्यसपछि माइनस त्यसै यु जस्ता जस्तै होइन एक्स स्क्वायर प्लस 3x प्लस 1 जस्ता जस्तै त्यसै डी भी अपन भी भनेको एक्स स्क्वायर माइनस एक्स प्लस 1 होइन अपन डिएक्स ठिक छ सो अब हामीले यहाँ के गर्ने त यो जस्ता जस्तै लेख्नु पर्यो एक्स स्क्वायर माइनस एक्स प्लस 1 होइन अब यो हेर्नु त यो टर्मलाई डेरिभेटिभ गर्नु विथ रेस्पेक्ट टु एक्स भयो एक्स स्क्वायरको डेरिभेटिभ के हुन्छ त 2x होइन प्लस 3x को डेरिभेटिभ 3x भनेको 1 प्लस 1 को डेरिभेटिभ 0 यो कसरी भयो भनेपछि जस्तो एक्स स्क्वायर dx स्क्वायर अब यसलाई खोल्यौँ के d लाई x स्क्वायर मल्टिप्लाई गर्दा dx स्क्वायर अपन dx छ भने चाहिँ माथि हेर्नु त यो पावर छ यो पावर अब डेरिभेटिभ गर्दा के आउँछ पावर तल आउँछ 2 अनि x 2 - 1 हुन्छ पावर चाहिँ n - 1 जस्तो x को पावर n d x को पावर n अपन dx भनेको के हो त n x को पावर n - 1 हुन्छ भनेर थाहा पाउनु पर्यो है सो त्यस्तै यो 2 तल आयो त्यसपछि n - 1 n भनेको कति छ 2 सो n तल आयो n भनेको यहाँ 2 आयो x अनि n को ठाउँमा 2 - 1 है यो गर्दा के हो त 2x को पावर 2 - 1 x को पावर 1 भयो x को पावर 1 नलेखेको हुन्छ त्यही 2x भयो सो त्यही भएर हाम्रो यहाँ के भयो 2x त्यस्तै 3x को डेरिभेटिभ हेर्नु त डेरिभेटिभ अफ 3x अपन dx हेर्नु त x टर्म र x टर्म को डेरिभेटिभ गर्दा dx अपन dx भनेको 1 हो है अथवा यो दुईटा dx dx गर्छ 1 हुन्छ अनि यहाँ के बच्यो त 3 बच्यो त्यही भएर हाम्रो यो 3 आयो है ल 2x + 3 अनि यो 1 को डेरिभेटिभ d1 अपन dx हेर्नु त x र 1 को यो अथवा कन्स्ट्यान्ट को डेरिभेटिभ 1 भनेको कन्स्ट्यान्ट हो 1 2 3 4 हेर्नुस् है 1 2 3 4 भनेका के हुन् त कन्स्ट्यान्ट हुन् र x y z भनेका के हुन् त भेरिएबल हुन् भनेर थाहा पाउनु पर्यो डेरिभेटिभ के को हुन्छ भेरिएबल को हुन्छ कन्स्ट्यान्ट को डेरिभेटिभ के हुन्छ त 0 हुन्छ भनेर थाहा पाउनु पर्यो है ल कन्स्ट्यान्ट को डेरिभेटिभ के हुन्छ 0 सो त्यही भएर 1 को डेरिभेटिभ 0 हुन्छ हामीले यहाँ 0 लेखेनौँ सो माइनस यो अगाडिको जस्ता जस्तै सार्नु पर्यो हैन यसको केही गर्नु छैन x स्क्वायर को डेरिभेटिभ कति हुने भयो 2x माइनस x को डेरिभेटिभ 1 प्लस 1 को डेरिभेटिभ 0 हैन अपन x स्क्वायर माइनस x प्लस 1 को होल स्क्वायर x स्क्वायर माइनस x प्लस 1 को होल स्क्वायर हैन x स्क्वायर प्लस 1 को होल स्क्वायर ठीक छ सो अब हामीले के गर्नु पर्यो त भन्नुस् त यो खोल्दिउँ न त माथिको मल्टिप्लाई गरेर खोलौँ है ल खोलौँ त x स्क्वायरले 2x लाई मल्टिप्लाई गर्दा के हुन्छ 2x क्यूब माइनस हैन यो x स्क्वायरले यो 2x लाई मल्टिप्लाई गर्यौं 2x क्यूब हो हैन यो x ले यो 3 लाई सरी यो x ले फेरि यो 2x लाई मल्टिप्लाई गरौँ त माइनस छ अगाडि यहाँ प्लस 2x गर्दाखेरि चाहिँ यहाँ प्लस हुन्छ सो माइनस प्लस के हुन्छ माइनस भयो 2x ले x लाई मल्टिप्लाई गर्दा 2x को स्क्वायर हैन अब यो प्लस 1 को प्लस 1 ले 2x लाई मल्टिप्लाई गर्दा प्लस 2x फेरि x स्क्वायरले यो 3 लाई मल्टिप्लाई गर्ने कति भयो 3x स्क्वायर सो माइनस x ले 3 लाई मल्टिप्लाई गर्दा माइनस 3x सो प्लस 1 ले 3 लाई मल्टिप्लाई गर्दा 3 हैन यताको माइनस छ x स्क्वायरले 2x लाई मल्टिप्लाई गर्दा 2x क्यूब हैन x स्क्वायर माइनस 1 लाई गर्दा x स्क्वायर 3x ले 2x लाई गर्दा 6x हैन त्यसपछि 3x ले माइनस 1 लाई गर्दा 3x 1 ले 2x लाई गर्दा 2x 1 ले माइनस 1 लाई गर्दा माइनस 1 अपन x स्क्वायर माइनस x प्लस 1 को होल स्क्वायर है सो अब हामीले यहाँ के गर्न सक्छौं त त्यो कोस्ट खोल्दिम है कोस्ट खोल्दिम 2x क्यूब माइनस 2x स्क्वायर प्लस 2x प्लस 3x स्क्वायर माइनस 3x यतरी माइनस 3x प्लस 3 माइनस 2x क्यूब माइनस माइनस प्लस x स्क्वायर माइनस प्लस माइनस 6x माइनस माइनस प्लस 3x माइनस प्लस माइनस 2x माइनस माइनस प्लस 1 अपन
जस्ता जस्तै एक्स स्क्वायर माइनस एक्स प्लस 1 को होल स्क्वायर जस्ता जस्तै यो 2x क्युब प्लस 2x र माइनस 2x क्युब कट्यो हैन। सो माइनस 3x र प्लस 3x कट्यो हैन। प्लस 2x र माइनस 2x कट्यो माइनस 2x स्क्वायरमा अब ल हेरौँ त। अब यहाँ के आयो 3x स्क्वायर प्लस 3x स्क्वायर माइनस 2x स्क्वायर भने कति भयो 1x स्क्वायर बच्यो हैन। 1x स्क्वायरमा यो x स्क्वायर जोड्दा कति भयो 2x स्क्वायर हैन। 2 लाई मल्टिप्लाई 6 हैन x र x लाई मल्टिप्लाई गर्दा 6x स्क्वायर। सो यहाँ माइनस 6x स्क्वायर भयो है। अलिकति यहाँ मिस्टेक भएछ मल्टिप्लाई गर्दा ल। सो माइनस 2x स्क्वायर प्लस 3x स्क्वायर भनेको प्लस x स्क्वायर प्लस x स्क्वायर मा हाम्रो के गर्नु पर्यो त माइनस प्लस x स्क्वायर भनेको 2x स्क्वायर 2x स्क्वायरमा माइनस 6x स्क्वायर गर्दा कति हुने भयो माइनस 4x स्क्वायर भयो है। त्यस्तै यो 3 प्लस 1 भनेको 4 भयो अपन x स्क्वायर माइनस x प्लस 1 को होल स्क्वायर। यो नै हाम्रो के भयो त एन्सर भयो। भनेपछि हाम्रो डेरिभेटिभ के हुने रहेछ त त्यो फंक्सनको डेरिभेटिभ यो हुने रहेछ भनेर चाहिँ हामीले बुझ्यौं है। त्यस्तै गरी तपाईहरुले के को डेरिभेटिभ गर्नुस् भनेपछि ल एउटा यो गर्नु न त 3x स्क्वायर प्लस 1 x स्क्वायर प्लस 2x यसको डेरिभेटिभ गर्नुस् त है। ल अब अर्को भिडियोमा भेटौँला गाइज। सब्स्क्राइब चाहिँ गरौँ ल। सब्स्क्राइब लाइक